हेलो एभ्रिवान, वेलकम ब्याक अगेन टु माई ब्लग। अनि यो चाहिँ मेरो न्यू इयरको डेको सेकेन्ड पार्ट हो होइन। म चाहिँ ठ्याक्क आइपुगेँ होइन। अनि यहाँको चाहिँ यस्तो मजा छ नि, देख्दै गर्दा फोनले नभ्याउला होइन। तर ठाउँ चाहिँ हो कि मैले मानेको यो ठाउँलाई आजको लागि त मेरो एक्सपेक्टेसनभन्दा बाहिर नै छ कि यो ठाउँ चाहिँ। हेर्नु न यस्तो मजाको छ नि, आनन्दको होइन। अनि सायद यतातिर चाहिँ जात्रा हुनसक्छ होइन। यस्तो मजाले बाजा बजिरहेछ नि, पुरा नेवारी स्टाइलमा। मन त लागिरहेछ उहीँ नै गइदिउँ जस्तो के, तर अहिले मिल्दैन होइन। जङ्गल हेर्नु न, बास यति मजा छ नि, बाटो त्यस्तै आनन्दको होइन। अर्को सुनमा सुगन्ध भनेको के छ भनेदेखि होइन, यो घरबाट हेर्नु न यति नजिकै खोला छ क्या फेरि अझै। अनि ल यहाँ फुलहरू रोपेको रहेछ र यतिको ठाउँ त हाई गर्न हो। अनि चाहिँ मेरो भाइ हो होइन, आजको साथी नै उयो हो। सँगसँगै यतिको ठाउँ पाएपछि त मलाई त केही नै चाहिन्छ क्या अब। अनि होइन यहाँ हेर्नु न के गाइस, कस्तो मजाको घाम पनि है, मजाले घाम लागेको छ नि यहाँ। अनएक्सपेक्ट के साँच्ची म आज यहाँ आउँछु भनेर सोचेको पनि थिइनँ, तर यहाँ आएर म यति खुसी हुन्छु भनेर मैले सोचेँ होइन कि। सब कुराहरू पर्फेक्ट भइरहेछ कि होइन। यहाँ घाम हेर्नु त यस्तो मजाले लाग्छ नि, यहाँ चाहिँ दामी के साँच्ची भनेको। म चाहिँ ठ्याक्कै यहाँ आइसकेँ होइन। अनि यहाँ चाहिँ के हो मलाई पनि थाहा छैन अहिलेसम्म चाहिँ। अनि ऊ भाइहरूलाई चाहिँ भेट्यो कि, ऊ भाइ चाहिँ फेरि हेर्छौँ हो नि त होइन। अस्ति पनि भेटेको थियो भाइ लजाएर फेरि भुतुक्कै हुने होइन। अनि भाइहरूसँग भेट्दा नि एकदम खुसी लाग्यो मलाई चाहिँ। अनि रमाइलो गर्नु त भनेर म पनि हुइली हान्दिनँ खोजेको होइन। अति सानो भयो कि, तर यत्तिकै बसिरहेको म भाइहरूसँग खेलेर। अनि म चाहिँ यसो फोटो भिडियोहरू बनाउनतिर लागेँ होइन एकछिन चाहिँ, किनकि एउटा मेमोरी त चाहियो नि त पछिको लागि होइन र। अनि खाना खाने टाइम भएछ होइन। अनि म भित्र जाँदै थिएँ, भाइहरू त धमाधम बजाउनु लागिरहेको रहेछ कि। आनु न आनु। अनि म पनि कहाँ हेरेर बसिरहनु होइन। अब खाने बेलामा त म पनि कुरेर बस्नु सक्दिनँ नि त। अनि मैले पनि धमाधम बजाउनु थालेँ कि अब चाहिँ। अनि टक्क यता फर्काएँ क्यामेरा, त्यसपछि चाहिँ भाइहरू गमका गम हानिरहेको थियो। मैले पनि गमका गम दिन थालेँ। साइरी हान नि त ल। ल हान्दैम न हेर एउटा भाइ ल जाओस् त। भाइलाई साइरी हान भन्दा भन्दै खानै सकिसकेछ। हो कस्तो छ खाना भनिदेऊ त। अच्छा है ओ के अच्छा लाग्यो त। यस्तो वाला अच्छा हो भाइ, यस्तो वाला त्यही त, यस्तो वाला फेरि यस्तो वाला के हो। हेर्नुहोस् गाइज होइन। अनि हामी चाहिँ अब फर्केको र अहिलेको मौसम चाहिँ यस्तो छ, तर ठाउँ चाहिँ मलाई छोडेर जान मन पनि लागेको छैन कि। बाटो त्यस्तै राम्रो छ होइन, यस्तो मजाको छ नि होइन। हेर्दै गर्दा गाउँ सादा जस्तो लाग्छ, तर यहाँको होइन म्यानेजमेन्टदेखि लिएर यहाँको डेभलपमेन्ट सब कुराहरूलाई चाहिँ मैले मानेँ कि।
साँच्ची भनेको मलाई त यो ठाउँले होइन आज मात्र होइन फेरि पछि पनि फर्काएर लिएर आउँछ कि अनि यो चाहिँ चौतारा भनेको होइन हामी चाहिँ घट्टासम्म चाहिँ आइपुगेको रहेछ यस्तो ठाउँ छ अनि ठुलो हर्न पनि बजाउन नमिल्ने रे अनि सायद मलाई थाहा भएन होइन मैले बिर्सेँ के जात्रा भनेको थियो बिस्किट जात्रा अरे होइन नेवारीहरूको एकदमै कल्चरवाला जात्रा रहेछ मलाई चाहिँ यसको बारेमा धेरै थाहा थिएन हुन चाहिँ म पनि नेवार हो तर हाम्रोतिर खास चाहिँ यस्तो मनाउँदैन के आउँदै थियो होइन जात्रा चाहिँ डेन्जरै लागिरहेको रहेछ होइन पुरा बाजासाजा बजाएर पुरा भाइब दिइरहेको थियो क्या मलाई पनि तर मैले चाहिँ यस्तो अहिले मनाउनु मिल्दैन सो त्यसैले म धेरै यो चाहिँ देखिहालेको भएर मात्रै मैले भिडियो क्लिप एड गरेको हो होइन जात्रा चाहिँ यस्तो थियो होइन तर खतरा भाइब दिने हो के ल साँच्चीकै के बाटो एकदमै टाढा छ नि त मेरो त अझै वहाँ पुग्नु छ त्यसैले म निस्केको होइन अनि सोचेको थिइनँ जात्रामा अझै यस्तो रमाइलो पनि देख्न पाउँछु भनेर तर पाएँ एकदमै खुसी लाग्यो होइन सुनमा सुगन्ध हुँदा अर्कै मजा लाग्छ कि तपाईँहरू खाने होला नि होइन र यस्तो भयो अनि मेरो भाइ यहाँ छ होइन हेलो गर्दैन फेरि अनि म यहाँ छु होइन भाइ क्रेजी के तर यस्तो मजाको भाइ आइरहेको छ नि होइन ठाउँ त्यस्तै यहाँको मान्छे त्यस्तै अनि सब कुराहरू के फेरि यस्तो रमाइलो भइरहेछ होइन भने जस्तो भयो भने मलाई यस्तो कुराहरू एकदमै मनपर्छ क्या फेरि अलिकति ग्रुपिङ होस् सबै कुराहरू एकदम मजा लाग्छ क्या मलाई चाहिँ अघिसम्म त ठिकै थियो होइन गाइस अहिले त मेरो हालत यस्तो भएको छ नि कस्तो थकेको लागिसक्यो भने हिँड्नै झ्याउ लागिरह अब त यस्तो गाडीहरू कुद्दैछ बरु यसो बस भाइ म लगिदिन्छु भन्ने मान्छे भइदिए पनि हुन्छ नि हो म त खुसी खुसी भएर जान्छु नि भन्ने यस्तो छ गाइस म चाहिँ फेरि नालाको गेटमा आइसकेँ अनि म चाहिँ अहिले अलिकति भयो नि खुसी छु किनकि अबबाट अलिकति अगाडि हिँडेपछि मेरो घर जाने बाटो निस्किन्छ पुग्छु होइन यही हो कुराकानी भनेको वाक्कै लागिसक्यो अब त कति हिँडेर भनेको यहाँ छ्या लगभग यो 50 किलोमिटर होला हौ धेरै छ यार 4-5 किलोमिटर छ नै कम्ती छ त्यस्तो छ जस्तो मलाई लाग्छ है जानु सक्यो भनेको भोलि काममा बसेर जाने होला गरौँ पिरो बस्दै छोरीमा तातो नभएको जहाँ रमाइलो मात्रै भइरहेको जस्तो देख्छु या आफू भने छैन एकदम रमाइलो भयो तर आज मैले सोचेको पनि थिएन यति पनि हुन्छ भनेर है फाइनली गाडी के होइन यतैतिर हो मेरो घर चाहिँ अनि यो चाहिँ पल्स हो कि पल्स अपरेटर हो यस्तो मजा लाग्छ नि मलाई चाहिँ तपाईँहरू मनपर्छ कि नै थाहा छैन होइन तर मलाई चाहिँ अलिकति मजा लाग्छ क्या होइन अनि यतैतिर हो मेरो घर चाहिँ र यही नै इन्ड गर्छु यो भ्लग चाहिँ होइन सबैजनालाई बाई बाई अनि सबैजनालाई फेरि पनि ह्याप्पी न्यु इयर है त सबैजनालाई गुड नाइट पनि